तर सरकारले चाहिँ यो केका लागि गरेका हुन् भने भ्रष्टाचारीहरू जेल जाउन्। आज वाइट बडीका घोटालाहरू, एनसेलका घोटालाहरू, एनसेलले अरबौं रुपैयाँ ठगेको छ, तर आज यो देशको सञ्चार मन्त्री एनकेलसँग मितेरी साइनो गाँसेर अगाडि बढिराख्नु भएको छ। आज वाइट बडीका घोटालाहरू, आज टाढा जानु पर्दैन, अहिले पनि एयरपोर्ट जानुस् नेपालको हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँ 4वटा विमानहरू छन्। ती 4वटा विमान बाबुराम भट्टराईको पालामा खरिद गरिएका हुन्। ती विमान चीनबाट चाहिँ उडेर आए, नेपालबाट चाहिँ उड्नै नसक्ने भए, आज पनि थन्केर बसेका छन्। त्यस्ता भ्रष्टाचारीहरूको साथमा गाला गाँसेर सुशीला कार्कीको सरकार अगाडि बढिरहेको छ। यो देशमा स्थानीय तह गैर दलीय चाहिएको छ हामीलाई। आज स्थानीय तह पार्टीका कार्यकर्ताले नेतृत्व गर्दा आज कांग्रेसले जित्यो भने अन्य पार्टीका मान्छेलाई त्यो पालिकाभित्र छिर्न पनि नदिने, एमाले जित्यो भने अरूलाई छिर्न नदिने, अन्य कुनै पार्टीले जित्यो भने अर्को पार्टीको मान्छेलाई, अर्को आस्था बोक्ने मान्छेलाई पालिकाभित्र छिर्न पनि नदिने परम्परा बसेको छ। त्यो भने स्थानीय तह गैर दलीय चाहिन्छ। आज अदालतमा अहिले पनि जाने हो भने झन्डै सर्वोच्च अदालतमा आज 88,047 मुद्दाहरू आज पेन्डिङ छन्। आज ती मुद्दाहरू फैसलाको चरणमा पुगेका छैनन्, तर आज सर्वोच्च अदालतदेखि लगेर संवैधानिक आयोगमा आज राजनीतिक नियुक्ति हुन्छ। त्यो भनेको नेपालको संविधानको धारा 284 र 153 ले व्यवस्था गरेको छ। त्यो धारा खारेज गर्ने पक्षमा यदि कोही छ यो देशमा भने अब एकजुट हुने बेला भएको छ। एकजुट बनाऊ, त्यो खारेज गर्नै पर्छ। आज अदालतमा राजनीतिक पार्टीका कार्यकर्ता न्यायाधीश छन्। आज तपाईको आएर संवैधानिक आयोगमा राजनीतिक दलका कार्यकर्ता छन्, अख्तियारमा राजनीतिक दलका कार्यकर्ता छन्, निर्वाचन आयोगमा राजनीतिक दलका कार्यकर्ता छन्, महालेखा परिषदमा आज राजनीतिक दलका कार्यकर्ता छन्। त्यहाँ स्वतन्त्र व्यक्ति चाहिन्छ। त्यसका लागि नेपालको संविधानको धारा 284 खारेज गर्न पर्छ। यो सरकारले गर्न सक्छ। यो सरकारले अन्तिम संविधान जारी गर्न सक्छ। यो मुद्दामा एकजुट हुने एक हौं। र अर्को कुरा, विदेशमा रहेका आज पनि नेपाली दाजुभाइहरू भोट हाल्न नपाउने भने निर्वाचन आयोगले अस्ति फेरि विज्ञप्ति निकालेको छ। आज त्यति मात्र होइन, आज एकजना दाइ विदेशी भाइ नेपाली हुनुपर्ने अवस्था छ। नेपालको संविधान र नेपालको नागरिकता ऐन 2063 को धारा 10 ले आज त्यो व्यवस्था गरेपछि आज श्रीमान विदेशी हुने, श्रीमती नेपाली हुने व्यवस्था बन्यो। यो देशमा 68 लाख भन्दा बढी मान्छेहरू आज विदेशमा काम गर्छन्, रेकर्डेड। अझ 15 देखि 16 लाख त भारतको बाटो भएर जान्छ। उनीहरूलाई जोड्ने हो भने झन्डै यो देशमा 80 लाख बराबरको युवाहरू आज अर्काको देशमा 80-82 लाख युवा काम गर्न बाध्य छन्। उनीहरूलाई रोजगारी सिर्जना गर्ने यो सरकारले गर्नुपर्छ है पर्दैन? यो सरकारको काम चुनाव मात्रै गराउने हो त? यदि यो सरकारको काम चुनाव गराउने हो भने 84 को चुनाव 82 मा मात्रै गराउने हो भने 84 मा चुनाव हुँदै थियो त? संसदबाट चुनाव सार्न सकिन्थ्यो त? यत्रो जनताले रगत बगाएको 72 वर्षको प्रधानमन्त्रीलाई हटाएर 73 वर्षको मान्छेलाई नियुक्ति गर्नलाई हो? होइन। यो व्यवस्था सुधार्नका लागि हो। त्यो भएको हुनाले म अपिल गर्न चाहन्छु युवा साथीहरूलाई, देशभरिका राष्ट्रवादीहरूलाई, स्पष्ट हुनुस्। यो देशमा आज पनि हामीले प्रदेश संरचना खारेज गरेनौं भने कति घाटा छ ल हेर्नुस् त। अघिल्लो वर्ष मात्रै अहिलेसम्म 2017 देखि सन् 2017 देखि 17-18 देखि अहिले 2024-25 सम्म आइपुग्दा, या तपाईको 2074 सालदेखि अहिलेसम्म भनौं आइपुग्दा प्रदेशका नाममा 18 खर्ब 30 अर्ब रुपैयाँ खर्च भएको छ। 18 खरब भनेको 1800 अरब हो। 1800 अरब रुपैयाँ खर्च गर्दा आज देशले के पायो? आज यदि 1800 अरब हामीले यदि शिक्षा क्षेत्रमा लगाएको भए, यदि 1800 अरब बाटो बनाउन लगाएको भए, 1800 अरब हामीले तपाईको रेलवे स्टेसन बनाउनलाई अथवा रेलवे लाइन बनाउन पाइदिया भइदिया भए, या 1800 अरब आज हामीले आज यो देशको तपाईको भौतिक संरचनादेखि लगेर संचार क्षेत्रमा लागेको भए आज देश काया पलट हुन्थ्यो। आज 1800 अरब खर्च भएको छ। चाहे काले आउन्, चाहे सेती आउन्, चाहे राते आउन्, जुनसुकै व्यक्ति यो देशको प्रधानमन्त्री आए पनि उनीहरूले माग्ने भनेको भिख नै हो। जबसम्म प्रदेश संरचना खारेज गरिँदैन तबसम्म यो देशमा जुनसुकै व्यक्ति, चाहे भगवान विष्णु नै अवतार बनेर यहाँ प्रधानमन्त्री भएर आए पनि यो देश चलाउन सक्दैनन्। किनकि त्यो खर्च त मेन्टेन गर्न पर्यो। त्यो पैसा कहाँबाट ल्याउने? अनि विदेशीसँग ऋण काट्ने। आज यो देशमा अहिले मात्रै आजको दिनसम्म 26 खरब 70 अरब 65 करोड रुपैयाँ आजको वैदेशिक आज तपाईको सार्वजनिक ऋण छ। आज एकजना नेपालीको थाप्लोमा 91,756 रुपैयाँ पर्छ। आज हेर्नुहोस्, यो प्रदेश संरचना पालेर आज हामीले के गरेका छौं? आज टाढा जानु पर्दैन।
तपाईँले अहिले नै स्पष्टका साथ तपाईँ भारतमा जानुभयो भने अहिले आएको नयाँ स्कर्पियो गाडीलाई 38 लाख रुपियाँ पर्छ, नेपाली 38 लाख। तर त्यही गाडी नेपालमा 1 करोड 24 लाख रुपियाँ पर्छ। ल 38 लाखमा 10 लाख रुपियाँ तपाईँको बेच्ने मान्छेले फाइदा खायो भने त्यो 48 लाख भयो। 48 लाखमा 1 करोड 24 लाख घटाउनुहोस् त। एउटा गाडी किन्ने मान्छेले 76 लाख रुपियाँभन्दा बढी पैसा सरकारलाई कर तिर्छ। एउटा स्कुटर चढ्ने मान्छे आज भारतमा झन्डै 1.5 लाख रुपियाँ पर्ने स्कुटर यहाँ तपाईँको 2.5 लाखदेखि 3 लाख रुपियाँ पर्छ।